यो ठिक होइन। यो यस्तो कुराले विवाद ल्याउँछ। जगमान गुरुङलाई म के भन्न चाहन्छु भने तपाईँले सभ्य तरिकाले बोल्न प्रयास गर्नुहोस्। तपाईँले यदि नेपालबाट क्रिस्चियनहरूलाई एक चुटकीमा हटाउनुहुन्छ भनेदेखि क्रिस्चियनहरूले चाहिँ चाह्यो भने एक चुटकीमा विश्वबाट तपाईँहरूलाई हटाउन सक्नुहुन्छ। बुझ्नुभयो त? यो कुरा चाहिँ हेक्का होस्। किनभने नि उपकरणहरू संसारको सबभन्दा ठुल्ठुलो एटम बम कोसँग छ? क्रिस्चियनसँग छ। संसारको सबभन्दा ठुल्ठुलो हाई हतियार कोसँग छ? क्रिस्चियनसँग छ। त्यस कारणले गर्दाखेरि उसले एक चुटकीको भरमा मुखले मात्रै भनेको, तर क्रिस्चियनहरूले चाहिँ चाह्यो भने एक चुटकीको भरमा हटाउन सक्छन्। त्यो हामीले त्यसरी भयङ्कर चाहिँ गर्नु हुँदैन। किनकि हामीले यो मैले भयङ्कर नगर्नु भन्ने कारण चाहिँ के हो भने एकले अर्कोलाई भाइचारा गरौँ न। यदि उसले चाहिँ भनेदेखि एक चुटकीको भरमा हटाउँछु भन्यो भनेदेखि क्रिस्चियनहरूले चाह्यो भने हटाउँदैन। क्रिस्चियनहरूले चाह्यो भने एक चुटकीको विश्वबाट नै हटाइदिन सक्छन्। किनभने यो ठिक होइन। यो यस्तो कुराले विवाद ल्याउँछ। जगमान गुरुङलाई म के भन्न चाहन्छु भने तपाईँले सभ्य तरिकाले बोल्न प्रयास गर्नुहोस्। तपाईँले यदि नेपालबाट क्रिस्चियनहरूलाई एक चुटकीमा हटाउनुहुन्छ भनेदेखि क्रिस्चियनहरूले चाहिँ चाह्यो भने एक चुटकीमा विश्वबाट तपाईँहरूलाई हटाउन सक्नुहुन्छ। बुझ्नुभयो त? यो कुरा चाहिँ हेक्का होस्। यो कुरा केही सानो तिनीहरू यो सोचेर बोल्नुभयो जुन जगमान गुरुङले। तर यदि चुड्कीको भरमा नेपालबाट इसाई समुदायलाई चाहिँ भन्ने कुरालाई यो देशबाट चाहिँ हामी खत्तम पार्छौँ भनेर लाग्छन् भन्ने ती जगमान गुरुङ जस्तै व्यक्तित्वहरू यहाँनिर चाहिँ भन्ने यो देशमा चाहिँ तपाईँको चाहिँ भन्ने कुरालाई चाहिँ इसाईलाई खत्तम पार्छौँ भनेदेखि त्यही इसाईलाई खत्तम पार्नेहरूलाई चाहिँ फेरि इसाईहरूले चाहिँ अन्य राष्ट्रबाट चाहिँ के अरू इसाईहरूले चाहिँ के हेरिबस्छन् त? अहिले हेर्छौँ भनेदेखि यहाँनिर यो देशमा पनि इसाईलाई खत्तम पार्छु भनेर जसले कल्पना गर्छ त्यो दिवा सपना हो। कसैले पनि यो इसाईलाई चाहिँ खत्तम पार्न सक्दैन। किन सक्दैन भनेदेखि हामी आत्मिक स्पिरिचुअल रूपमा परमेश्वर हाम्रो पक्षमा लड्नुहुन्छ, त्यो आफ्नो ठाउँमा छ। तर एउटा कुरा के भन्छौँ भनेदेखि हामी जनसङ्ख्याको माहौलमा र राजनीतिकको दृष्टिकोणमा राजनीतिज्ञको दृष्टिकोणमा पनि यदि हामी उठ्यौँ भनेदेखि तपाईँको यो नेपालमा 30 लाखभन्दा माथि क्रिस्चियन छन्। 30 लाख क्रिस्चियनमा मात्र 6 लाख क्रिस्चियन चाहिँ भनेदेखि काठमाडौँ भेलीमा उत्रियो भनेदेखि के काठमाडौँले यो अहिलेको सरकारले थाम्न सक्छ? कदापि सक्दैन। त्यस कारणले गर्दाखेरि यदि आन्दोलनमा उत्रिनु पर्यो भने पनि यो देशमा क्रिस्चियनलाई हटाउने त होइन, अब क्रिस्चियनहरूले चाहिँ यो राष्ट्र चलाउँछन्। किनभने मैले यो के आकलन गरेँ भने अघि पनि इस्टर सन्डेको बारेमा कुरा भन्दै थिएँ। इस्टर सन्डे चाहिँ भन्दैन कुरा 4 दिशा 77वटा जिल्लामा चाहिँ भनेदेखि इस्टर सन्डे एकदम राम्रोसँग सफलता भयो। एकदम चाहिँ भनेदेखि कुनै जिल्लामा 4000, कुनै जिल्लामा 5000, कुनै जिल्लामा 2000, कुनै जिल्लामा 10000, कुनै अब भ्यालीहरूमा काठमाडौँ के अरे भक्तपुरमा 20000 15000 जति इसाई समुदाय चाहिँ एकैचोटि चाहिँ र्याली गर्न निस्के। के अरू कुनै पनि राजनीतिक दलले एकैचोटि एकै दिनमा यति धेरै ठुलो चाहिँ सभा गर्न सक्छन्? सक्दैनन्। इसाईहरूको जमात यो देशमा भयङ्कर छ। त्यसकारण म के भन्न चाहन्छु भने यहाँ मात्रै नभएर यदि यहाँबाट इसाईलाई मार्नै खोजे, लखट्नै लागेर मार्नै लागेर गोली हान्नै लागेर यहाँको क्रिस्चियनहरूको अगुवाहरूको चाहिँ लिङ्क भनेको विदेशसँग छ, विदेशीहरूसँग, विदेशी क्रिस्चियनहरूसँग छ। यदि विदेशी क्रिस्चियनले चाहिँ इन्डिया के अरे अमेरिकाबाट यहाँको हिन्दूहरूलाई चाहिँ गोली हान्दै फेरि यहाँ ल्यायो भने चाहिँ के होला नि? त्यस्तो पनि हुनसक्छ। त्यसो पनि हुनसक्छ। किनभने जब चाहिँ भनेदेखि इसाईहरूलाई चाहिँ टर्चर गर्नु लागे, गोली हान्नु लागे, पिट्नु लागे, खेद्नु लागे, त्यस्तो खालको नियम नीति ल्यायो भनेदेखि अनि चाहिँ भनेदेखि कुरालाई चाहिँ इसाईहरू त्यतिकै हेरेर बस्छन् त, हार गुहार माग्छन्। उनीहरूले इन्टरनेसनल रूपमा चाहिँ भनेदेखि आफ्नो माग मुद्दा अगाडि उठाउन सुरु गर्छन्। राप्रपाको नेताहरूको छोराछोरी त अमेरिका छ, गाह्रो हुने भयो त्यसो होइन। गाह्रो मात्रै होइन। यस्तो एउटा कुरा म के भन्छु भनेदेखि जति इसाईहरूको शक्ति छ नि त्यति यो पृथ्वीमा कसैको पनि शक्ति छैन। किनभने नि जुन
तपाईँको चाहिँ भनेदेखि विज्ञानमा हेर्नुहोस् इसाईहरूको जति चाहिँ भनेदेखि कसले चाहिँ भनेदेखि आविष्कार गरेको छ यही क्यामेरा बनाउने इसाईहरू हुन्। यही चाहिँ भन्दैन कुरालाई चाहिँ भनेदेखि यो तपाईँको बिजुली उत्पादन गर्ने इसाई हुन्। अहिले चाहिँ भनेदेखि एउटा अल्बर्ट आइन्स्टाइनको कारणले गर्दाखेरि अहिले जापानमा नागासाकी र हिरोसिमामा एटम बम बनाएर नखसालेको बादेखि संसारको सबैभन्दा शक्तिशाली राष्ट्र अहिले जापान हुने थियो, अमेरिका हुने थिएन। अमेरिका कति बुद्धिमानी भनेदेखि वैज्ञानिकहरूले एक्सेप्ट गरेर वैज्ञानिकहरूलाई सुरक्षा गर्न लाग्यो। अनि ऊ एकजना मान्छेको कारणले गर्दा के हो भनेदेखि अद्भुत क्षमता भएको कारणले गर्दाखेरि अमेरिका अहिले हिरो भएको। त्यस्तो खालको बुद्धि यहाँको नेताहरूको खोइ। हामी धर्मको बारेमा लड्ने हो त, हिन्दू र क्रिस्चियन भनेर लड्ने हो त, मुस्लिम भनेर मुस्लिम र बोन किरात भनेर लड्ने हो त। हामी त एकले अर्कालाई भाइचारा गर्ने हो, हामीले त एकले अर्कालाई सम्मान गर्ने हो। त्यसकारण म के भन्न चाहन्छु भनेदेखि हामी इसाई समुदायहरूले हामी मुक्तिको प्रचार गर्छौँ, परमेश्वरको बारेमा चाहिँ हामी बताउँछौँ। उहाँहरूले पनि त देवी भगतबाट देवी भगत महायज्ञ लाउनुहुन्छ, उहाँहरूले हामीले केही भनेका छौँ त छैनौँ नि। त्यसकारण सप्ताह लाउनुहुन्छ होइन, हामीले केही भनेका छैन, उहाँहरूको गर्नुहोस् भनेर भनेका छौँ। कुरो के हो भनेदेखि हामीलाई यसरी यो देशबाट निकाल्ने जगमान गुरुङले जुन कुरा गरेको छ त्यही कुरा अरूहरूले गरे भनेदेखि र खोजे त्यस्तो गर्न खोजे भनेदेखि यो देशमा है यो देशमा भन्नै पर्दाखेरि चाहिँ ल यहाँनिर अहिले तपाईँको चाहिँ भनेदेखि ज्ञानेन्द्र साई अरू राजेन्द्र लिङ्गदेन अरू हिन्दू धर्मको एजेन्डा उठाउने एजेन्डा बोकेर हिँड्ने उहाँहरू एजेन्डा बोकेर हिँड्नुभएको स्वतन्त्र छ, ठिकै छ। तर पनि उहाँले जुन एजेन्डा बोकेको एजेन्डाले चाहिँ इसाईहरूलाई चाहिँ यहाँनिर घात हुनु पुग्यो भने इसाईहरूमाथि चाहिँ प्रहार हुनु पुग्यो भनेदेखि यदि इसाई उठ्यो भनेदेखि यो देशले थाम्न सक्दैन। यो देशले थाम्न मात्रै होइन, इसाईहरूलाई त्यसरी ल थामेर उनीहरूको जित गरेर हामीलाई मारेर आज पनि भोलि पनि गोली हानेर मार्न लाग्यो अरे भने पनि विश्व क्रिस्चियनले चाहिँ फेरि हेरेको हेरे बस्दैन नि। यदि विश्वमा भएको क्रिस्चियन हिन्दू महासङ्घ जस्तै क्रिस्चियनको पनि विश्वमा महासङ्घहरू छन्, त्यस्ता क्रिस्चियनहरू चाहिँ यदि त्यही उहाँहरूको चाहिँ भन्दैन कुरालाई चाहिँ यहाँको यो मानव अधिकार कर्मी यहाँनिर चाहिँ भनेदेखि यहाँको राजनीतिक दल सबैमा यहाँनिर दबाब पूर्ण हुनेछ। भोलिको दिनमा यस्तो कुराहरू सफल हुने छैन, त्यो दिवा सपनाहरू देख्नु हुने छैन। बरु एकले अर्कालाई आदर गर्नु, एकले अर्कालाई सम्मान गर्नु, एकले अर्कालाई भाइचारा गर्नु सबभन्दा उत्तम होला जस्तो लाग्छ मलाई। जस्तो जगमान गुरुङ जुन छ उहाँले चाहिँ गुरुङको अस्तित्वहरूको खोजी गर्नुपर्ने बेलामा होइन राजेन्द्र लिङ्गदेन होइन, अनि उहाँहरू त एउटा किराँत समुदायको हो नि त होइन। राजेन्द्र लिङ्गदेन जगमान गुरुङ तपाईँको आफ्नो देश व्याकरण होला, अस्तित्व त त्यहाँनिर भेट्छ। तर यिनीहरू चाहिँ बाहुन बोकिरहेछ, हिन्दू धर्म बोकिरहेछ, यो कस्तो खालको भरिया प्रविधि तपाईँको कस्तो लाग्छ? यिनीहरू त हनुमान हो नि त। यिनीहरू किन यसो गरिरहेका छन् भने यिनीहरूलाई चाहिँ भनेदेखि यहाँका बोन किराँती धर्म मान्नेहरू बुद्धिस्टहरू को अगाडि के हो त भनेदेखि यिनीहरूलाई अगाडि सारिसकेपछि यिनीहरूले हिन्दूलाई बोकेर हिँडिसकेपछि के हुन्छ त भने अब सबै यहाँको मूलवासीहरू चाहिँ अब यिनीहरूतर्फ लाग्छन्। टाउको त जहिले पनि यहाँ बाहुनै हुने हो अनि छेत्री नै हुने हो होइन। अब उनीहरूलाई चाहिँ एउटा हनुमानको रूपमा चाहिँ सेवा गरेर उनीहरूको राज्य सधैँ टिकाउको लागि एउटा हतियार मात्रै बनाएको। तर यिनीहरूले पनि गर्न सक्ने केही होइन। अन्त्यमा चाहिँ भनेदेखि यिनीहरूको मालिक भनेको चाहिँ बाहुनै हुन्, ब्राह्मणै हुन्। आफै भइकन आफ्नो मुद्दा एजेन्डा उठाएर अनि आफ्नो के अरे मुन्दुम होइन आफ्नो चाहिँ भनेदेखि कुरालाई धर्म संस्कार खोजेर हिँडे त झन् राम्रै थियो नि, हामीलाई के लुतो नखने। दोस्रो कुरा के छ भन्दाखेरि अब बाहुनहरू तपाईँ त्यति ओली प्रचण्ड उनीहरू धर्मनिरपेक्षमा आइसके, रूपान्तर भइसके, क्रान्तिकारी भइसके होइन, परिवर्तन भयो नि त। बाहुन अहिले अधिकांश बाहुन नेताले नै गणतन्त्र ल्याइदिएको होइन, धर्मनिरपेक्ष बाहुन नेता नै ल्याइदिएको। तर यो लिङ्गदेन यो के भन्छ जगमान गुरुङ यीहरू यो कस्तो खालको प्रविधि देखाए? यिनीहरूले त खासमा खोज्ने मान्छेले त परिवर्तन भइसके, यिनीहरू झन् फेरि अर्कोतिर लागिरहेछन्। यो
माइनसतिर अथवा प्लसतिर लाग्नुपर्ने अथवा यो बाटो कसरी देख्नुहुन्छ तपाईँ? यो चाहिँ यस्तो हो, बाहुनहरू परिवर्तन भएको हो कि अथवा यो बाहुन र यिनीहरूमा यो बाहुनले नबुझेर उनीहरू चाहिँ यो चाहिँ यस्तो हो, यहाँ केही मानिसलाई गणतन्त्र ठिक छ र केही मानिसहरू गणतन्त्र आउँदाखेरि पनि आउँदै गर्दाखेरि पनि उनीहरूलाई चाहिँ गणतन्त्र ठिक थिएन। राजा र हिन्दू राष्ट्र ठिक थियो। त्यही कारणले गर्दाखेरि त्यही मानिसको उक्साहट र त्यही मानिसहरूको चाहिँ त्यो एउटा कमिटीमा र भारतको हिन्दू महासङ्घबाट रबाट परिचालित भएर र नेपालको राजा पनि भारतको ग्याङसँग चाहिँ मिलिमत भएर यो देशलाई हिन्दू राष्ट्र बनाउनु खोजेको हो। तर यहाँका गणतन्त्रवादी नेताहरूले यो सफल हुन दिन छैनन्। किनभने यहाँनिर अब अहिले हेर्नुहुन्छ भनेदेखि गणतन्त्र आएको 16-17 वर्ष भयो। त्योभन्दा अगाडि मैले पनि राजालाई खेपेको मान्छे हो। म अहिले 42 वर्ष पुगेँ। त्योभन्दा अगाडि राजा वीरेन्द्रलाई चाहिँ हत्या भयो। त्यसको हत्या तपाईँलाई म एउटा रहस्यको कुरा बताउन चाहन्छु। 22 जना जुन राजदरबारमा राजाको त्यो गुड फ्राइडेको दिन राजाको भोज, राजाको मात्रै परिवारको भोज हुने दिन उसले त्यहाँनिर मृत्युमा के भएको छ भनेदेखि वीरेन्द्रको पनि सबै वंश नाश भएको छ। अनि धीरेन्द्रलाई पनि गोली चलाएर मारेको छ। अनि उता फुपू र फुपाजुलाई पनि गोली चलेको छ भने त्यहाँनिर अनि त्यही ठाउँमा चाहिँ अनि युवराज पारसको श्रीमती हेमानी अनि त्यहाँनिर चाहिँ भनेदेखि ज्ञानेन्द्र राजाको श्रीमती, उनलाई चाहिँ केही नहुने, उसलाई चाहिँ गोली नलाग्ने, गोली त भटङ्ग चलेको हो त्यहाँनिर। त्यो कारण के हो त? किन लागेन त उसलाई गोली? खोइ क्वेसन यहाँनिर गर्न खोजेको। त्यही एकै ठाउँमा गोली चल्दा अरूलाई चाहिँ किन नलाग्ने, उसलाई चाहिँ किन नलाग्ने, अरूको चाहिँ किन नासै हुने? त्यो कारण यहाँ छ। यहाँनिर यो त त्यहाँनिर त्यो समयमा राजा र दल अनि मिलेका थिए। अनि चाहिँ भन्ने कुरालाई त्यहाँनिर छुपछाप पारेको हुन्। राजाको हत्या गर्ने हत्यारा भन्ने स्पष्टसँग क्वेसनले नै त्यहाँ बताउँछ नि त। हेर्नु न, त्यहाँनिर क्वेसन गरौँ न, त्यहाँ केरकार गरौँ न। त्यहाँ चाहिँ भन्ने 22 जनामा चाहिँ भन्ने कुरालाई चाहिँ भन्ने धीरेन्द्रको पनि मृत्यु हुने, धीरेन्द्रलाई पनि मार्ने, अनिखेर वीरेन्द्रलाई पनि मार्ने। अनि ऊ चाहिँ के अरे ज्ञानेन्द्रको चाहिँ कसैलाई केही नहुने कारण के हो त? प्रश्न छ नि त यहाँ त। खोइ यो प्रश्न कसले गर्यो? गर्नु पर्यो नि त। 3 भाइ मध्ये महेन्द्रका 3 भाइ छोरा मध्ये माइला छोराको मात्रै त्यो परिवार कसरी बाँच्यो? अरू चाहिँ किन मर्यो त? के पागल हुन् त्यो? के अरे तपाईँको चाहिँ भन्ने कुरालाई यो दिपेन्द्र सरकार पागल थिए त? थिएनन् नि। एउटा केटीको लागि कसैले पनि सबै परिवारलाई मार्दैन। यो कुरा जनतालाई छल गरेको मात्रै हो। राजाको हत्यारा को हो भनेर यही स्पष्ट हुन्छ। त्यस कारणले राजा ल्याउन सपना नदेखे पनि भयो। म यो भन्न चाहन्छु। जस्तै यो हिन्दू राज्य आउला त? यो त सम्भवै छैन। यो हुने नै होइन। अब ल्याउनु खोज्छन्, तर ल्याए पनि अब चाहिँ भन्ने कुरालाई गणतन्त्र आइकन यो देशमा के भएको छ भने अघि नै मैले भन्दै थिएँ र त्यो अलिकति कट्यो। अघि नै मैले के भन्दै थिएँ भनेदेखि गणतन्त्र आइकन अहिले 16-17 वर्ष भयो। 16-17 वर्षमा 16-17 वर्ष अगाडि हामी चरीकोटबाट नुन बोकेर खान्थ्यौँ। अहिले आफ्नै घर दैलो अगाडि चाहिँ रोड पुगेर अहिले मैले सानो ढलन घर बनाउँदैछु। किन त भने त्यो यदि रोड नपुगेको भए मैले त्यो बनाउन सक्दिनँ थिएँ। त्यहाँनिर घरहरू अहिले त्यो गाउँहरूमा चाहिँ भने घर-घरमा रोड कसरी पुग्यो त? गणतन्त्र आएर नै हो। नभएदेखि राजाको पालामा यो सम्भव थिएन। मान्छेले सरकार आएर के भयो भने सरकारले गणतन्त्र आइकन भात पकाएर दिने होइन नि त। रोड बाटो खनिदिने हो, बिजुली ल्याइदिने हो, अनि चाहिँ शिक्षाको स्कुलहरू खोलिदिने हो। त्यो पो हो त। भइरहेको छ नि काम त। काम नभएको होइन, भइरहेको छ। तर जसरी हुनुपर्ने त्यसरी एकदम
राम्रो किसिमले नभएको कारणले जनता असन्तुष्ट चाहिँ छ नै, जनताहरू असन्तुष्ट छन्। त्यस कारणले गर्दा नेता सुध्रिनु चाहिँ सही छ, चाहिन्छ, नेता सुध्रिनु पर्छ। यहाँनिर अरू कुनै गणतन्त्रको विकल्प गणतन्त्रै हो, राजतन्त्र होइन। म यो मिडिया मार्फत यही भन्न चाहन्छु, हाम्रो इसाई समुदायलाई पनि यो भन्न चाहन्छु। म गवाई मिडियाबाट नेपालीवासी सबै इसाई समुदायमा इस्टर सन्डेको नेपालभरको इस्टर सन्डेको केही कुराहरू बताउन जाँदैछु। हाम्रो दोलखा जिल्लामा चाहिँ इस्टर सन्डे 3 ठाउँमा भयो, अरू ठाउँमा पनि भयो होला। एउटा जिरीमा भयो, एउटा कान्छो गाउँपालिकामा भयो र एउटा बिगु गाउँपालिकामा भयो। अनि जब मैले इस्टर सन्डे गर्दाखेरि चाहिँ एउटा कुरा महसुस गरेँ। त्यति बेला के भयो भने हाम्रो कान्छो गाउँपालिकामा पनि लगभग 1000 जना उपस्थितिमा चाहिँ इस्टर सन्डे हामी सफल पार्यौँ। मात्र 1000 जना भन्दा अझै बढ्ता थियौँ होला। अनि इस्टर सन्डेको मैले यो देशभरि रिसर्च गरेर हेर्दाखेरि मैले के आकलन गरेँ भने तपाईको यहाँनिर कुनै पनि पार्टीको कार्यक्रम गर्दाखेरि गाउँ टोल बस्तीबाट चाहिँ काठमाडौँमा मान्छे उतार्छन्, गाडी भाडा दिदिकन, मासु भात दिदिकन, नेताले चाहिँ ढुकुटीको पैसा सिध्याइकन त्यसो गर्छन्। तर काठमाडौँ भक्तपुरमा पनि ठुलो इस्टर सन्डे र्याली भयो, अरू ठाउँमा पनि भयो। अनि मैले यो आत्मिक रूपले भनेको चाहिँ होइन, जुन कुरा मैले भन्दैछु यो चाहिँ संसारका सबै मानिसहरूले पनि बुझुन् र हाम्रो इसाई समुदाय पनि हिक्मत बढोस् भनेर म यो कुरा गर्दैछु। खासै कुरो के हो भने इस्टर सन्डे हुँदै गर्दा मेरो मनमा एउटा फिल भएको कुरा चाहिँ अरूले एउटा कार्यक्रम गर्न 10,000 15,000 मान्छे उतारेको हुन्छ, 1 लाख भन्छन् र पनि उहाँहरूले चाहिँ ठुलो सान हुन्छ। तर गाउँ बस्ती सहर बस्तीबाट अनि चाहिँ भनेदेखि कुरालाई यो सुकुम्बासी बस्तीबाट मान्छेहरू उठाउँछन्, ल्याउँछन्, अनिखेर आफ्नो पावर र शक्ति देखाउँछन्। इसाई समुदायमा मैले के आकलन गरेँ भनेदेखि इस्टर सन्डेको बेलामा देशभरि चाहिँ भनेदेखि इस्टर सन्डे भइरहेको छ। एउटै जिल्लामा चाहिँ 3-4 ठाउँमा इस्टर सन्डे भइरहेको छ, जिल्लाभरि भइरहेको छ, काठमाडौँमा भइरहेको छ, भक्तपुरमा भइरहेको छ, बनेपामा भइरहेको छ होइन। कुनै ठाउँमा 10,000, कुनै ठाउँमा 15,000, कुनै ठाउँमा 20,000 मानिसहरू भेला भएका छन् होइन। सानो ठाउँमा कमसेकम 500-1000 मान्छे भेला भएका छन् भने यदि राजावादीहरूले एउटा आन्दोलन गर्दा चाहिँ भनेदेखि कुरालाई 10,000 मान्छे जम्मा पार्दाखेरि यहाँका चाहिँ सेना प्रहरीहरूले पुलिसहरूले थाम्नु नसक्ने अवस्था आउँछ। त्यस्तै गरिकन यदि इसाईले पनि यदि चाहिँ हाम्रो इसाईहरूको हक र हितको लागि चाहिँ जिल्लाबाट हामी उठ्यौँ भने चाहिँ नेपाल देशले थाम्न सक्छ। म यो कुरा कसले भन्न चाहन्छु भनेदेखि अहिलेका राजनीतिक दलहरू र राजतन्त्र फर्काउँछौँ भन्नेहरूलाई म यो कुरा भन्न चाहन्छु, जसले चाहिँ भन्छन् यहाँनिर धर्मनिरपेक्ष राष्ट्र घोषित भइसकेको राष्ट्रमा फेरि हिन्दू राष्ट्र बनाउँछौँ भनेर लागि परिरहेका छन्। भिडियो हेर्ने दर्शकलाई म के भन्न चाहन्छु भने मैले चाहिँ इसाई समुदायलाई पनि प्रतिनिधित्व गर्दै र गाउँ समाजलाई पनि प्रतिनिधित्व गर्दै विकासहरू गर्नको लागि अनि विकासहरू गर्छु। गाउँ समाजमा पनि राम्रो काम गर्नको लागि त्यहाँनिर खानेपानी, बाटो घाटो होइन, त्यहाँनिर चाहिँ भनेदेखि विकासमा के टेवा पुर्याउन सकिन्छ त्यो काम गर्छु। र अरू ठाउँबाट पनि हाम्रो आदरणीय विश्वासीहरू पास्टरहरूले चाहिँ आफ्नो स्वार्थको लागि नहेर्नुहोस्, तपाईँहरूले पनि चाहिँ भनेदेखि कुरालाई सङ्घ संस्थाबाट अथवा आफ्नो ठाउँबाट कसरी सक्नुहुन्छ। सङ्घ संस्था त नहोला नभेटिएला, त्यो आफ्नो ठाउँमा छ। हामीले आफ्नो ठाउँबाट कसरी आफ्नो गाउँ समुदायलाई चाहिँ विकासको लागि अनि के गरेर चाहिँ त्यहाँनिर चाहिँ एउटा नयाँ काम गर्न सकिन्छ त्यसको लागि चाहिँ रणनीति अपनाउनु होला। तपाईँको बुद्धि, तपाईँको ज्ञान, तपाईँको क्षमताले भ्याएअनुसार चाहिँ तपाईँले चाहिँ त्यस्तो काम गर्नु होला भन्न म चाहन्छु। मण्डली पास्टरले चाहिँ गाउँ विकासतिर पनि समय दिनु पर्यो। हो, म चाहिँ गाउँ विकासको लागि पनि समय दिन्छु
अहिले मेरो गाउँमा यसपालि 48वटा खानेपानीको चाहिँ लिभिङ वाटरबाट मैले त्यो खानेपानी सुसम्पन्नको लागि चाहिँ एउटा मैले नेतृत्व गर्ने मौका पाएको थिएँ र अरू ठाउँहरूमा पनि मैले त्यो गर्नको लागि चाहिँ आह्वान गरिरहेको छु। अनि त्यसै गरिकन त्यहाँनिर टोल विकास समितिको पनि उपाध्यक्ष छु, अध्यक्ष बस्नु भनिरहेको थिएँ, तर मैले त्यति बेला मेरो समय पनि नभएको कारणले गर्दाखेरि म त्यो बसिनँ। त्यस कारणले गर्दा मैले सकेको सक्दो गाउँ समाजलाई टोललाई कसरी दिनुपर्छ त्यो म दिने सधैँभरि तत्पर रहन्छु। अनि हामीले आफ्नो गाउँ टोल छरछिमेकलाई ख्रिस्टको सन्देश सुनाउने हो। उहाँहरूले इन्कार गर्लान्, इन्कार गर्दा हामी दुःख मान्नु हुँदैन, किनभनेदेखि उहाँहरू पनि हाम्रै दाजुभाइ हुनुहुन्छ, हाम्रै आफन्तजन हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि नसुने पनि केही फरक पर्दैन, सुन्यो भने पनि केही फरक पर्दैन। अनि पहिला सुरु चाहिँ हामीले आफ्नो सम्बन्ध गाउँ समुदायमा राम्रो राख्नु चाहिँ सबभन्दा ठुलो हो, म चाहिँ त्यो भन्न चाहन्छु। र सबैजनालाई हाम्रो क्रिस्चियन दाजुभाइ अनि हाम्रो हिन्दू दाजुभाइ अनि बुद्धिस्ट बोन किराँत सबैलाई मेरो तर्फबाट नमस्कार नमन गर्दछु। किनभने हामी सबैजना मिलेर भाइचारा गरेर एकले अर्कालाई सम्मान गरेर धार्मिक सहिष्णुता अपनाएर अगाडि बढ्नु पर्दछ। किनभने हामीले पनि अरूलाई अमितो अथवा नराम्रो कुराहरू गर्नु हुँदैन। अरूले पनि इसाईहरूलाई विदेशी धर्म हो भनेर पनि भन्नु हुँदैन। किनभनेदेखि हामीले हाम्रो इच्छाले हामीले ख्रिस्टले चुन्नुभयो, उहाँले चुन्नुभयो, हामीले चाहिँ हाम्रो इच्छाले हाम्रो स्वीकार गरिसकेपछि हामीलाई त्यसरी चाहिँ भने तिम्रो ह्यान त्यान भन्यो भनेदेखि, किनभने भोलिको दिनमा त्यस्तो सानोतिनो कुराले गर्दा राष्ट्रमा यदि धार्मिक द्वन्द्व भयो भनेदेखि राष्ट्रले थाम्नु सक्दैन। यो धार्मिक द्वन्द्व चाहिँ राष्ट्रले मात्रै होइन, त्यो विश्वयुद्ध नै हुन्छ धार्मिक द्वन्द्व हुन लाग्यो भने चाहिँ। त्यस कारणले गर्दा विश्वमा चाहिँ धेरै मान्छेहरू धेरै मान्छेहरू मर्छन्। त्यस कारणले म के भन्न चाहन्छु भने विश्वास भनेको आफ्नो ठाउँमा छ। मैले ख्रिस्टलाई विश्वास गरेँ, मैले उद्धार मुक्ति पाएँ, त्यो मेरो विश्वास हो। तपाईँहरूले विश्वास गर्नुहुन्छ, तपाईँले पाउनुहुन्छ, अथवा विश्वास गर्नुहुन्न, तपाईँको भगवान तपाईँको ईश्वरहरूले तपाईँलाई आशीर्वाद दिइरहनु भएको छ। म यही भन्न चाहन्छु। किनभने कुनै पनि धर्मलाई चाहिँ म के अरे अनादर चाहिँ गर्दिनँ। हाम्रो चाहिँ भनेदेखि हाम्रो इसाई धर्मशास्त्रमा पनि के भनेको छ भनेदेखि आफ्नो शत्रुलाई पनि प्रेम गर्नु भनेको छ। किनभने हामीले शत्रुलाई पनि प्रेम गर्न सक्यौँ भने ती सबै आफ्नै हुन्, सबै हाम्रै हुन्, देश पनि हाम्रै हो होइन, दाजुभाइ पनि हाम्रै हो। त्यस कारणले गर्दा हामीले प्रेममा एकले अर्कालाई प्रेम गरेरै अगाडि बढ्नु पर्दछ भनेर भन्दछु। सबैलाई जय मसीह र